हाम्रो प्रधानमंत्री अलग लेवल का ही बंदा है भाई, अलग लेवल का ही बंदा है। प्रधानमंत्री सम्मान्य प्रधानमंत्री पनि तपाईं कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिश हैन, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय। हुन त उहाँले भन्नु होला म स्टाइलिश द सिम्पलेस्ट भन्नु होला फेरि हैन। तै पनि हामी कुनै जमानामा सुन्थ्यौं कि देवानन्दलाई कालो ड्रेस लगाउन सार्वजनिक स्थलमा निषेध थियो। कुनै दिन विपक्षीहरूले हाम्रो सम्मान्य प्रधानमन्त्रीजीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनु पर्यो भन्न पनि बेर छैन। तैपनि त्योभन्दा पनि ठूलो कुरा म उहाँको माइन्ड सेटको सलाम गर्छु, किनकि आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम। र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलका ही बन्दा है भाइ, अलग लेभलका ही बन्दा हैन। उहाँ प्रब्लम भन्दा धेरै माथि पुगेर समस्याको समाधान कसरी गर्ने त्यो सोच्नुहुन्छ। त्यो भएर म उहाँलाई पनि शुभकामना दिन चाहन्छु र उहाँलाई अझ के भन्न चाहन्छु भन्दाखेरि तपाईलाई यति जनताले अगाध माया गरेका छन्, हिमाल पहाड मधेस सबैतिरको जनताले अगाध माया गरेका छन् जस्तो इतिहासमा कहिले देखिएको थिएन। र त्यही भएर तपाईले पनि म नेपाली जनता हाँसेको हेर्न चाहन्छु भन्न सक्नु पर्यो। अन्यथा माटो त चन्द्रमामा पनि छ, मंगल ग्रहमा पनि छ, भविष्यमा उहाँले यो गर्नुहुनेछ भन्ने मैले पुरा विश्वास र भरोसा राखेको छु। र त्यही भएर उहाँले जनतालाई हृदयमा राखेर काम गर्नुहुनेछ भनेर मैले शुभकामना पनि यहाँबाट दिन चाहन्छु। र जति बेला तपाईहरू मध्ये धेरैजना भदौ 23-24 को आन्दोलन गर्दै हुनुहुन्थ्यो, म दुर्भाग्यले म विदेशमा थिएँ, बाहिर थिएँ, तीर्थयात्रामा थिएँ। तर म फर्केर आउने बित्तिकै विभिन्न जेनजी सहितका घाइतेहरूलाई, जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्नका लागि हस्पिटल पुगे र त्यहाँ जुन आँखामा मैले पढे त्यो भाव तपाईहरू पनि कहिले नबिर्सिनु होला भनेर सम्झाउनका लागि पनि म यहाँ उपस्थित भएको छु। त्यही भएर तपाईहरू जुन आन्दोलनबाट उदय हुनुभएको छ, यो जनआस्था प्राप्त गर्नुभएको छ, विश्वास प्राप्त गर्नुभएको छ, त्यो शहीदहरूको आँखाको सपना कहिले पनि नबिर्सिनु होला भन्ने म यहाँबाट भन्न पनि चाहन्छु। त्यही भएर हाम्रो पार्टी फरक होला केही छैन। हामी भन्छौं हैन, हो कहीं भी आग मगर आग जल्ने चाहिए, त्यस्तै होस्। त्यो सपना तपाईहरुकै मार्फत पूरा होस्, त्यसमै हामी खुसी छौं। त्यसको लागि हामी शुभकामना दिन चाहन्छौं। र हामी केवल शुभकामना दिनका लागि उपस्थित भएका छैनौं, धन्यवाद दिनका लागि पनि म उपस्थित भएको छु। खास गरी मैले धन्यवाद दिनै पर्ने हुन्छ, किनकि जुन समताको लागि हामी आन्दोलन गर्दै थियौं, जुन समानताका लागि आन्दोलन गर्दै थियौं, जुन पौने 300 वर्षमा नेपालमा कहिले पनि भएको थिएन, एउटा मधेसीको छोराले प्रधानमन्त्री बनाएर यहाँलाई त्यो सपना पूरा गर्नुभएको छ। त्यसको लागि धन्यवाद दिनको लागि पनि म यहाँ उपस्थित भएको छु। र हाम्रो